हेलो एभ्रिवान हेलो नमस्ते फेरि पनि स्वागत छ सपु गुरुङ अफिसियल युट्युब च्यानलमा सन्चै हुनुहुन्छ होला आई होप म पनि एकदम ठिक छु सन्चै छु म चाहिँ गाउँ आइपुगेँ यो चाहिँ मेरो गाउँ अनि यहाँ चाहिँ म भवनघर हाम्रो क्लब भवनघर हो म चाहिँ गाउँ आइपुगेको छु म चाहिँ कहिले आएको भने म आज आएको गाउँ अनि कसरी डाइरेक्ट गाउँको भिडियो भन्नु होला गाउँमा म चाहिँ गाउँ आउने बेलामा चाहिँ पोखराबाट भिडियो बनाउनै सकिनँ किनकि आउने बेलामा चाहिँ एकदम ढिलो भयो थियो अनि डाइरेक्ट गाडी पाउँछ कि भनेर वहीँ भुल्यो अनि पछि त गाडी नआउने भयो गाडी चाहिँ आउन त आइरहेछ गाडी चाहिँ कोटी होम जाने मान्छेहरू बोकेर फर्किसकिरहेछ अनि हामी चाहिँ आमा र म चाहिँ एकदम हतार हतार गरेर अर्को गाडीमा आएँ अनि मैले भिडियो त्यति साह्रै बनाउन सकेन अनि म चाहिँ गाउँमा आएको भिडियो बनाएँ गाउँमा आएर भिडियो स्टार्ट गरेँ तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ मनपर्छ भने लाइक कमेन्ट सेयर गर्नु सब्सक्राइब गर्नु धेरै माया दिनु होला अब एक दुई दिन गाउँको भिडियो आउँछ मेरो माया गरिदिनु होला है साथीहरू म चाहिँ अहिले गाउँमा छु गाउँमा गएर भेट्नेलाई साथीहरू अनि यामो नासा यामोले त यामो विषय यामो हामी चाहिँ गाउँ हिँडेको साथीहरू potong rin dia lenga yana ora jadi kami चाहिँ गाडी चढ्यौँ अनि यिनै छ मेरो चाहिँ लाग्छ फोटो आएको छ साथीहरू यस्तो जाम भएको छ बाटोमा किनभने यो चाहिँ कोटी होम जानलाई बेसी बाटो जाम परेको छ हामी चाहिँ बाटोमा छौँ प्याक्ने हुँदो रहेछ कोटी होम जानलाई हामी चाहिँ बाटो छिटो चलाउन नसकेर एकदमै जाममा परे हामी यहाँबाट छ कोटी होम जाने बाटो चाहिँ हामी चाहिँ जहाँ होइन जाने हामी चाहिँ गाउँ जाने हो हाम्रो बाटो चाहिँ यता लौ त साथीहरू हामी त गाउँ माथिबाट आयो पोखराबाट अनि हामी गाउँ जाने गाडीमा बसिरहेको छु अब चाहिँ हामी चाहिँ गाउँ पुग्छु एकछिनमा आधा घन्टामा चाहिँ गाउँ पुग्छु गाउँ जाने गाडीमा बसिरहेको छु गाडी चाहिँ बेसरी लागेको छ अनि बेसरी गर्मी छ अब हामी चाहिँ गाउँ जाने गाडीमा बसिरहेको छु अब एकछिन पुग्छ यहाँमा फाइनल्ली साथीहरू हामी चाहिँ गाउँमा आइपुग्यौँ गाउँ भन्दा नि गाडीबाट झरे अब यहाँबाट चाहिँ हिँड्नुपर्छ 1 घन्टा मलाई त 1 घन्टै लाग्छ यहाँबाट हिँड्न सक्ने त आधा घन्टा लाग्छ मलाई त 1 घन्टाभन्दा बेसी लाग्छ होला अब यहाँबाट चाहिँ हिँड्नुपर्छ गाडीबाट झरेर अनि यो चाहिँ हामी पहिला पानी बोक्ने ठाउँ पानी यहाँ चाहिँ हाम्रो पानी खाने ठाउँ कि यो इनार हो कि यहाँभित्र चाहिँ पानी हो खोइ त्यहाँभित्र जान मिल्छ मिल्दैन यहाँ चाहिँ हामी पानी पहिला चाहिँ पानी बोक्न आउँथ्यो कि हामी यहाँ अहिले चाहिँ घर घरमै पानी हो अनि हाम्रो सामान चाहिँ यहाँ एउटा झोला छ यहाँ एउटा आमा चाहिँ यहाँ बसिराख्नु भएको छ अनि यहाँ एउटा झोला छ अब यिनीहरू पोको बनाएर बोक्नुपर्छ अनि कुइँ लगाएर हिँड्नुपर्छ उकालो बाटो मलाई चाहिँ 1 घन्टा लाग्छ अब हामी चाहिँ उतै घरतिर गएर भेटौँला है साथीहरू पोको मिलाउने कार्यक्रम हुँदैछ अब चाहिँ बोक्न सक्दैन क्रममा पोको बनाएर हिँड्नु पर्यो अनि यो चाहिँ एउटा झोल एउटा भयो क्रम फेरि चुतिले हो अनि एउटा यो भयो उनी पनि छैन तर टाउरा बुतुलिएर बनला जिन्दगी अब चाहिँ सलमा पोको बनाएर बोकेर जाने है साथीहरू मलाई बाबुरामा त बोक्न सक्दैन चुर्ग्योको मना चुनिबे चुकिनो दु वा दाइ चुला चाहिँ क्रम हुनु के हो चुला छ कि चुनो सिधै चुनी चुङ्गानु Iya, hah? Tuh ya, tah.
यो गाडी लाएर यो खाएको साथीहरू हामीले त बेसी पानी खान मन लाग्यो भाइ आमा के हालले साथ चस ए तर तारके छु ओल्के उही अहिले सरेमा नके बजिदैन डेन्जर पोतो देखेको हो साथीहरू मेरो त ऐसे Hombre, que tú me has dicho que ya te... Ya todo हम किसके लिए Ya no, es para por tanto. तुम्हें बढ़िया है बात कल लगे हम दिए माई में दी तो आई है बता दे सरकारी तंत्र कोटा करियम समय साथ नहीं आने लगा नमे तारी मात्र म हुआ सनी राउंड आ गया गाड़ी से चले आमा हामी चाहिँ गाउँतिर त खतरा पोका पोकी हिँड्ने साथीहरू स्याहार्ने है आमाको हाम्रो आमाको बारी मेरो बारी यो चाहिँ हिँडेमै साथीहरू पोका पोकी बोकेर हिँड्नै पर्यो हजुर बाटो फेरि खतरा छ के हाम्रो यहाँ सबै त गाउँतिर जाने बाटो पाउँथ्यो खोइ त नि बाटो सबै गाउँतिर जाने गाडी पाउँथ्यो आज त गाडी नै पाएन क्या हामी यहाँ बिचमै झऱ्यौँ यहाँबाट अब ठ्याक्कै 1 घन्टा लाग्छ आमा हामी कस्तो बाटो हिँड्यौँ भने साथीहरू हामी चाहिँ यस्तो बाटो हिँड्दैछौँ के यस्तो बाटो झारी झारी हो पानी परे त गाह्रो हुन्थ्यो पानी परे छैन र पो सजिलो बस्ने हिँड्न पहिला खुब हिँड्यो नि यो बाटो हामी पर्ने बेलामा यही बाटो त बिस्तारै हिँड्थ्यो अहिले त यस्तो भएछ मान्छे नहिँडेर बाटो त सबै यस्तो उकालो उकालो बाटो हिँड्नुपर्छ म त हिँड्न नै सक्दैन सास फुलिसक्यो कतिखेर पुगिन्छ गएर थाहा छैन अब मैले भिडियो बाटोमा बनाउन सक्यो भने सक्यो के अरे साथीहरू सकेन भने चाहिँ उतै घरमा गएको भिडियो घरमै भेटौँला है घरमा गएको भिडियो बनाउँछु त्यहीँ भेटौँला काम चाहिँ लाग्दै भयो साथीहरू अब छोरी हिँडियो पोका बोकेर गाउँतिर के भन्नु है गाउँ आउन मन लाग्छ हिँड्नै सक्दैन त्यही भएर गाह्रो मान्छ कि म चाहिँ गाउँतिर मेरो पोका गाउँमा बसुन्जेल खानालाई आलु तरकारी ल्याएको कि माथिबाटै अनि त्यही भएर हो कि मेरो त सास लस्टै फुल्लियो साथीहरू अब चाहिँ उतातिरै गएर भेटौँला है आमा कतिको गरिङको भयो गरिङको भयो मलाई त कस्तो पानी खान मन लाग्छ पानीको बोतल चाहिँ गाडीमै छुटेछ कि साथीहरू अनि कस्तो पानी खान मन लागेको छ कि मलाई के गर्ने है गाउँतिरको बाटो त हरियाली शीतल हुने के गर्नु तर हिँड्नै नसकेपछि के गर्नु मेरो यो मोबाइलबाट त भिडियो खासै राम्रो आउँदैन साथीहरू मेरो अर्को मोबाइल चाहिँ बिग्रियो यहीबाट नि यसो बनाएको के गाउँतिर आएको भिडियोहरू गाडी त फेरि आयो आएको होइन गएको रहेछ
बस घरि घरि हिँड्ने हामी साथीहरू खुसीमान बेसरी आयो त पछाडि मेरो मम्मी आउँदै हुनुहुन्छ बिचारा मेरो मम्मी सासूले गर्नुभयो पहिला किल्दै गामी छ तपाईँ ल्याउआ छ त ल्याउँछ कान्छीलाई बिहाई त आँगा त बहाई भिर जहिले सो भाइए त जाने उनीहरूलाई सही दिनभरि फेरि कियो दिउँ यहाँ ल साथीहरू बेसरी गर्मी भयो सक्दैन अब त मैले हाम्रो त्यहाँ बल खेल्ने ठाउँ छ त्यहाँ हामी पहिला बेसरी नाच्ने त्यो क्लब भवन पनि छ आमासँग भवन पनि छ त्यहाँ गएर बस्छु अनि हामी त्यहाँ सानोमा त्यहाँ खेलेकोहरू भिडियोहरू चाहिँ त्यहाँ गएर बनाउँछु अब बेसरी घाम लाग्यो घामले आँखै देखेन साथी अब त्यतै गएर भेटौँला एकछिन त्यहाँ गएर बस्छ नि हामी पहिला क्लब भवन बसेको त्यो भवनहरू हामी हुँदा कस्तो थियो अन्त यस्तो राम्रो बनाएको त्यहाँ बनाउँछु ल साथीहरू यस्तो छ यी गाउँको बाटो तिमीहरू गाउँ आउने भन्छ पहिला त हामी यो बाटो स्कुल हिँड्ने भने त खतरा ठुलो थियो त नि अहिले त यस्तो भइरहेछ यी बाटो त डाँडा काँडा हरियाली यस्तो छ यी बाटो यो ढुङ्गा कति ठुलो थियो अन्त के हो त नि भत्किएर हो कि के भएर त नि यति सानो देखेको मैले त हरियाली बस्न त गाउँ नै बेस्ट हो के अरे क्यार्ने है मुस्लिम मात्रै भन्छ जसले पनि मैले पनि मुस्लिमै भने नि यहाँ अलिकति उता गयो भने मेरो के भन्छ अरे बाथेको घर आउँछ कि उहाँ त्यो डाँडामा बाटो त पहिला त यो बाटो त ठुलो थियो त आमा वा जम्मै भत्कि गएर यस्तो भएको यो बाटो चाहिँ यस्तो छ यो बाटोहरू त तर आज मौसम कस्तो राम्रो छ कि कस्तो फिल भयो अब त्यो तल चाहिँ हामी पहिला पानी बोक्न जाने ठाउँ हो के अरे बाटो नदेख्दो रहेछ हाम्रो माथि बाथीको घर निस्कियो त्यहाँ पर्छ कि हाम्रो बाथीको घर त्यही गएर भेटौँला है साथीहरू यो चाहिँ म जन्मेको ठाउँ है यो चाहिँ कोप्तन घर हो अनि त्यो चाहिँ हाम्रो हामी मधुबन चाहिँ ऊ त्यहाँ हो कि यो चाहिँ हाम्रो फाँट है यस्तो हाम्रो गाउँ चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट गर्नु है हाम्रो बाथेको घर कोही पनि रहेछ फेरि यस्तै बाटो आयो यी हामी त यस्तो सानो हाम्रो क्लब भवन चाहिँ आयो यहाँ चाहिँ नयाँ वर्षको दिन कि वैशाखको 1 गते त एकदम ठुलो बजार लाग्छ हामी चाहिँ आएन पहिला हामी हुने बेलामा त यस्तो थिएन हाम्रो गाउँ हो यस्तो आफ्नो गाउँ आएपछि त छुट्टै आनन्द आउँदै हावापानी कस्तो शीतल हावापानी यो चाहिँ मेरो गाउँ हो गाउँ चाहिँ उता माथि यस्तो माथि अनि यहाँ चाहिँ खेल्ने ठाउँ म तल गएर नि देखाउँछु है तपाईँहरूलाई बोक्नलाई पहिला त खुब बोकियो त्यहाँबाट पानी यसरी कुद्नु पर्थ्यो पहिला हाम्रो गाउँमा त पानी त्यसरी दुःख थियो नि त त्यसरी बोकियो पहिला पानी यस्तो छ सानो त्यो चाहिँ आमाहरूको भवन हो यो चाहिँ यो हाम्रो क्लब भवन हो कि साथीहरू यस्तो हाम्रो भवन चाहिँ यस्तो छ
कस्तो लाग्यो तपाईँहरूलाई? म चाहिँ अब यहाँ बस्छु एकछिन। निकाल्नु सक्छ म यहाँ गाडी बनाइरहेछ क्या अहिले त बनाइरहेछ कि साथीहरू अहिले त। त्यो चाहिँ पहिला हामी हुने बेलामा चाहिँ त्यहाँ चाहिँ यसरी नाच्ने थिएन, हामी चाहिँ त्यहाँ नाचिन्थ्यो क्या सुरुमा, त्यसरी नाचियो आमामा। त्यो बेला नाच्यो गीत चाहिँ मेरोमा कुन गीतमा त्यसरी नाच्थ्यो भने रेली खोला बगाएर कफाला पाक्यो लहारा भन्ने गीतमा त्यसरी नाच्थ्यो त्यहाँ। अहिले त त्यहाँको भवन छुट्टै बनाएर नाच्ने ठाउँ चाहिँ यहाँ यस्तो छुट्टै बनाएको रहेछ। अनि यो चाहिँ आमाहरूको भवन हो। अनि त्यो हाम्रो सीतामाई मन्दिर यस्तो खद्रो बनाइरहेछ क्या अहिले त यस्तो। अनि त्यहाँबाट तलनी छ, तल जानुपर्छ हामी पानी बोक्न चाहिँ। अनि त्यो यहाँबाट नि तलनी छ, तर त्यो त तलै जानुपर्छ। आउने बेलामा चाहिँ हिँड्न नसक्नु चाहिँ एक घन्टा 1.5 घन्टा लाग्छ पानी बोकेर आउन। अनि म चाहिँ यता छु साथीहरू है। आफ्नो गाउँमा आउनु त छुट्टै आनन्द हो, पानी शीतल शीतल। मलाई त क्या आनन्द भइरहेछ, मलाई थकाइ एकदम थकाइ लागेको जस्तो नि भएन कि, किनकि यहाँको हावापानी एकदम शीतलो भइरह नि त। त्यही भएर साथीहरू तपाईँहरूलाई कस्तो लाग्छ मेरो भिडियोहरू, मेरो गाउँको भिडियोहरू है, यस्तो यस्तो छ है। ल है साथीहरू एकछिन बस्यो अनि फेरि आफ्नै गन्तव्यतिर लागियो हामी चाहिँ। गाउँतिर चाहिँ मकैको त्यसै मकै भइरहेछ। यस्तो चाहिँ हाम्रो गाउँ कस्तो लाग्यो, हाम्रो गाउँ कस्तो लाग्यो। मैले चाहिँ 2टा झोला बोकेछु कि साथीहरू। अनि आमा चाहिँ झन् कति तरकारीहरू बोक्नु भयो, मैले 2टा झोला बोक्न नसकेर बोकेछु। हामी चाहिँ अब बुढीआमाको घर जाने हो कि, बुढीआमाको घर। बुढीआमाको घर गएर भेटौँ है साथीहरू। सक्दैन उकालो नि यहाँ बाटो। ल साथीहरू अब सकेन हिँड्न नसक्दो रहेछ अब त, कष्टै भयो म त। चक्कर लाग्यो भाइ साथीहरू, एकछिन हिँडेको त। फाइनल्ली साथीहरू हामी चाहिँ घर आइपुगेन। अघि गाडी झरेको ठाउँबाट चाहिँ मलाई चाहिँ ट्याक्कै 1 घन्टा लाग्यो। बहुत दुःखले आइपुगेँ। आम्मा हो नि लाउन कस्तो गाह्रो हुँदो रहेछ, के भन्छ अरे उहाँ बसिराख्ने बानी। अनि मलाई त कति नै बानी नभए यसरी चक्कर लाग्यो। अनि एकछिन चाहिँ चक्कर लाएर धन्दै ढलेको। अनि म बाटोमै के एकछिन बसेँ। अनि बल्ल 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 आइपुगेँ। आइपुगेर त्यो छ आमा आइपुग्यो है बल्ल बल्ल। मलाई त मेरो आमाले अब कहिले पनि ल्याउँदैन अरे, किनभने म हिँड्नै सक्दैन अरे, त्यही भएर मलाई कहिले पनि नल्याउने अरे होइन साथीहरू। अनि चाहिँ यस्तो छ है हाम्रो यहाँको मौसम चाहिँ। हेर्नु मेरो गाउँ हेर न कस्तो दामी देखे है मेरो गाउँ। कति आउँछ यहाँ मेरो गाउँ साथीहरू।
चाहिँ मेरो गाउँ हो त्यो मेरो गाउँ अनि म चाहिँ यहाँ छु साथीहरू म यहाँ छु ल त नि साथीहरू चकाइया की जी apa tole ati dilra अरू बुढियामा चाहिँ घाँस काटेर बिचरा आत्तिएर यति घाँस बोकेर आएको रे बिचरा किन आत्तिएर आयो होला त है भारी लिएर आइ नै हुन्थ्यो नि बरा यहाँ चाहिँ बुढियामाको बाख्रा थुरे अरे काली अब हामी चाहिँ बाख्रा काटेर खाने हो यहाँ चाहिँ कति धेरै रहेछ के बाख्रा त ओ माई गड यस्तो छ मौसम एकदम मौसम खुलेको हो यस्तो हो यहाँको मौसम साथीहरू ल त नि साथीहरू म त गाउँ आइपुगेँ कस्तो लाग्छ मेरो भिडियो पुरा हेर्नुभयो होला भन्ने आशा लिएको छ अनि आज चाहिँ म भिडियोबाट बिदा लिन्छु किनभने एकदमै थकाइ लागेको छ अब भिडियो एडिट गर्नु हो